यलो खोनाय ऐतिहासिक रुद्रायनी दय चिन्य दय प्याख यलय मुचुके क्यंगुदु विवाह रुद्रायणी दय देवगन्त खोना जुया खोना दोबु नखु चक्रपजुया महालक्ष्मी थानिया महालक्ष्मी देगले थेंका दय लवस ख्वापा पुंगुख अन महानगरपालिका प्रमुख चिरबाबु महर्जन उपप्रमुख मञ्जली साके बज्राचार्य द्यत्यत लस्कुसिया नदी गुखा
Đây vô đây. Đây bài camera. On pin kai ga pin mo go महानगर क्षेत्र चाहिँ प्रवेश गर्नको निमित्त यो महालक्ष्मीको प्राङ्गण भन्दा बाहिर जानुभन्दा अगाडि मैले मेयरको हैसियतले उहाँहरूलाई चाहिँ एकदम सत्कार गरेर स्वागत गरेर उहाँलाई पूजा अर्पण गरेर उहाँलाई चाहिँ भोजन समयपछि अर्पण गरेर उहाँलाई चाहिँ स्वागत गर्छौँ र त्यसपछि उहाँहरू मङ्गल बजार दरबार स्क्वायरमा गएर उहाँले चाहिँ आज राति नै उहाँको 12 वर्षीय नाचको प्रथम श्रृङ्खला उहाँले प्रदर्शन गर्नुहुन्छ र त्यो पछि भोलि बिहान 9 बजे पाटन दरबार स्क्वायर अर्थात् पाटनको राजाको तर्फबाट उहाँलाई चाहिँ त्यो म्युजियमले चाहिँ भोलि बिहान 9 बजे उहाँलाई स्वागत सत्कार गर्नुहुन्छ र त्यसपछि उहाँले चाहिँ 12-1 बजेसम्म दोस्रो श्रृङ्खलाको नाच प्रदर्शन गर्नुहुन्छ अहिलेको निमित्त यो अब यो व्यवस्थापन गरिएको छ उहाँको यो 12 वर्षीय नाच भनेको चाहिँ अति महत्त्वपूर्ण निकै खर्चिलो यसका चाहिँ यो चाहिँ फेरि श्रृङ्खलाबद्ध तौरले काम गर्नुपर्ने यसमा चाहिँ 1, 2, 3 गरेर क्रमबद्ध रूपमा चाहिँ जानुपर्ने लाग्न नपाइने भएको कारणले यसमा चाहिँ विभिन्न किसिमको यसको चाहिँ विधि विधानहरू छन् ती विधि विधानहरू पुरा गर्नुको निमित्त निकै खर्चिलो पनि भएको र उहाँले देख्नुहुन्छ उहाँहरू चाहिँ देवगणहरू अहिले त्यहाँदेखि यहाँसम्म उहाँहरू आउनुभयो र उहाँहरूलाई चाहिँ विभिन्न किसिमको महानगरपालिका 5 नम्बर वडा समिति र यो महालक्ष्मी स्थल व्यवस्थापन समितिको तर्फबाट जसरी उहाँलाई चाहिँ अहिले व्यवस्थापन गरिएको छ त्यो व्यवस्थापन छँदैछ
त्यसको अलावा पनि महानगरपालिकाले यो जातीय व्यवस्थापनको निमित्त हामीले चाहिँ 25 लाख रुपियाँको चाहिँ व्यवस्थापन गरेका छौँ। यो 12 वर्षे मेला रुद्रायणी देवीको 12 वर्षे मेला हो। खोकनाबाट सुरु भएर यो परम्परागत रूपमा आदिमकालदेखि चल्दै आएको यो एउटा पर्व, जुन पर्व 12 वर्षको एकचोटि यो पाटन दरबार क्षेत्रभित्र र साथै काठमाडौँको दरबार क्षेत्रभित्र लगायत देशको विभिन्न ठाउँमा यो यात्रा परिक्रमा गर्ने प्रचलन हुँदै आइराखेको छ। जस अनुसार आज पाटन दरबारभित्रको यो मूलचोकभित्र यहाँ चाहिँ यो अहिले रुद्रायणी देवीको नाच आजबाट शुभारम्भ भएको छ। भोलि पुनः यो नाच प्रारम्भ हुनेछ। यसै गरी पाटनमा 3 ठाउँमा यो नाच प्रदर्शन गरिनेछ, जसमा मूलचोक, त्यसपछि केशव नारायण चोक र भीमसेन मन्दिर अगाडि गरेर 3 ठाउँमा यो नाच प्रदर्शन गरिनेछ। यसको विशेष महत्त्व भनेको देशभरिका विभिन्न सम्पूर्णमा रोग व्याधि र शान्तिको लागि कामना गर्दै यो परिक्रमा गर्ने गरिराखेको प्रचलन हामीले सुनेका थियौँ र आज त्यही कारण परम्परालाई र आफ्नो संस्कृतिलाई निरन्तरता सँगसँगै आज यहाँसम्म यो खोकनाबाट यो नाच यहाँसम्म आइपुगेको छ। आजबाट करिब 20 गते मात्र यहाँबाट बिदाई हुनेछ। भनेपछि हामी लगभग 16 दिनसम्म यहीँ रहनेछ। 16 दिनभित्रमा 3 पटक गरेर नाच प्रदर्शन गरिनेछ। त्यसपछि यो देवतालाई जुन अहिले यहाँ विराजमान छ, ती देवतालाई तहबालमा राखिनेछ। त्यसपछि फेरि पुनः ल्याउने र फेरि त्यही तहबालमा लगिने गरिकन यो नाच सञ्चालन हुनेछ। यो 12 वर्ष मेलाको सुरुवात पहिले चाहिँ सानो खोक्नाबाट निकै सुरु भइसकेको छ। त्यहाँ नाच चाहिँ भइसक्यो। उताबाट चाहिँ सकाएर अब आजका दिनमा पाटन मूलचोक, केशवनारायण चोक, भीमसेन मन्दिर अगाडि दब्ली, त्यो 3 ठाउँमा नगरपालिकाको बजेटबाट त्यहाँ नाच देखाउनु पर्ने थियो। आज त्यही नाचको लागि अब देवगणहरू नाटेश्वर तपाईँ चाहिँ बोकेर खोकनाबाट नि चाहिँ जुत्ता नलाइकन सबै हाम्रो देवगनमा जम्मा 46 हुन्छ, सबै त्यहाँबाट प्रस्थान भइरहेछ। खोकनाबाट चाहिँ माथि खोकना डोबाबाट चाहिँ वायुको पिपुल बोट त्यहाँबाट चाहिँ आउँछ। त्यहाँबाट आइसकेपछि नखुपडोल पुलबाट डाइरेक्ट चाहिँ त्यहाँ लन्खेल मालिसिङ स्थानमा त्यहाँ जम्मा हुन्छ। त्यहाँ जम्मा भइसकेपछि सबै देवगन 46 जवानहरू यहाँ भेला हुन्छ। यहाँ भेला भइसकेपछि जम्मा 14 जवान मुकुन्ड ल्याएर नाच्ने देवगणहरू हुन्छ।
अनलिपाद्य त लगनखेल टंगलजिया मंगल बजारे मुचोके ठ्याङ्क वंगु खस बहनी प्रारम्भिक चरणयन प्याख प्रदर्शन यागु ख
12 वर्षे रुद्रायणी देवी नाच है यो बनाबाट चाहिँ पाटनमा नगरमा लिएर आएको मुलचोकमा गर्दैछ भोलि दिनभर हुन्छ यो 9 बजेपछि अहिले एकछिन मात्र हो भैरवनाथ अथे शुक्रबार निचिए थिथि चरण्य प्याख मुलचोके प्रदर्शन यागु खासा खोनाय ऐतिहासिक रुद्रायणी दय छिन्नी दय प्याख वंगु असो शुक्ल द्वितीयांशे सुरुचुकु खा